धेरै साथीहरू भन्नुहुन्छ म ड्रागन फ्रुट्समा ठगिएँ वा मलाई कन्सल्ट ड्रागन फ्रुट्सका बिरुवा पर्यो मेरो चाहिने ड्रागन फ्रुट्स रोपेको 1 वर्ष भयो 1.5 वर्ष भयो फल्दैन फुल्दैन फुले पनि फल लाग्दैन वा फले पनि साइज एकदम गुणस्तरीय हुन्छ एकदम सानो हुन्छ भनेर हामीले अत्याधिक मात्रामा चाहिने प्रश्नहरू आइरहेका हुन्छन् वा फुल्छ मात्रै फल लाग्दैन भन्ने खालका प्रश्नहरू आइरहेका हुन्छन्। आज म यसै विषयमा रहेर ड्रागन फ्रुट्सका बिरुवा किन फल्छन् मात्रै फल्दैनन् वा फल्न किन ढिला गर्छन्, कस्तो बिरुवा त्यस्तो बिरुवा हामीले खरिद गर्नु पूर्व नै कसरी पहिचान गर्ने वा कसरी नयाँ किसानले चाहिने त्यस्तो ठगीबाट हामी ठगीको धन्दाबाट ठगी धन्दा चलाउनेहरूबाट हामी बस्ने भन्ने विषयमा आज म तपाईलाई स्पष्टसँग सम्झाउने छु बुझाउने छु। नमस्ते, म हिमाल मगर, हिमाल ड्रागन फ्रुट फार्म युट्युब च्यानल तथा फेसबुक पेज मार्फत एकैसाथ हेरिरहनु भएका तपाईहरु सबैमा साथीहरु, म आज तपाईलाई धेरै ढिला गर्दिन त्यो भन्दा पहिला तपाईहरु चाहिने भिडियोलाई लाइक गर्न अलिकति पनि कन्जुसाइ नगर्दिनु होला, किनकि तपाईहरुको एक लाइकले नै हामीलाई थप ऊर्जा र हौसला मिल्ने गर्दछ र च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर पनि राखिदिनु होला, किनकि हामीले हाल्ने ड्रागन फ्रुट सम्बन्धी खोजमूलक र जानकारीमूलक भिडियोहरू सबैभन्दा पहिला तपाई समक्ष पुग्न सकोस्। साथीहरु, हामीले अत्याधिक मात्रामा फोन कल्सहरू आउँछन्, व्हाट्सएप मार्फत मेसेजहरू आइरहेका हुन्छन् वा कमेन्ट्स मार्फत हामीलाई प्रश्नहरू आइरहेका हुन्छन् कि ड्रागन फ्रुट्सका बिरुवा किन ढिला फल्छन् वा किन फुल्छन् मात्र फल्दैनन् भन्ने खालको अत्याधिक मात्रामा प्रश्नहरू आइरहेका हुन्छन्। आज म यही विषयमा रहेर तपाईलाई स्पष्टसँग सम्झाउने छु कि ड्रागन फ्रुट्स किन फुल्छन् मात्र फल्दैनन् वा फल्न किन ढिला गर्छन् वा फले पनि साइज एकदम कम किन हुन्छन्, साना किन हुन्छन्। यस्तो बिरुवालाई हामीले खरिद गर्नु पूर्व नै कसरी पहिचान गर्ने त भन्ने विषयमा सर्वप्रथम हामी के कुरा बुझ्न जरुरी छ भने हामीले बिरुवा खरिद गर्नु पूर्व बिचौलिया र नर्सरीवालाहरूबाट एकदम सावधान रहनु होला। सबै नर्सरीवाला र सबै बिचौलियाहरू चाहिने त्यस्तै बिरुवा लिएर थम्माइदिन्छन् भन्ने त छैन, तर एकाध कमाउने चक्करमा कमाउने नाममा ठगी धन्दा चलाइरहेका हुन्छन्। त्यस्तोबाट हामीले सबैभन्दा पहिला बस्न जरुरी छ। तपाईले बिरुवा खरिद गर्दा त्यो कुरालाई ध्यान दिनु होला। सकेसम्म फार्मबाट नै बुझेर गएर स्पष्टसँग बुझेर मात्रै बिरुवा खरिद गर्नु होला। त्यस्तो गर्नुभयो भनेदेखि तपाई 100% ठगिनु हुँदैन। अब रह्यो तपाईले बिरुवा खरिद गर्नु भन्दा पहिला म्याचुर बिरुवा वा फल्ने बिरुवा, छिटो फल्ने गुणस्तरीय बिरुवा कसरी पहिचान गर्ने त, त्यस्तो बिरुवा कसरी पहिचान गर्न सकिन्छ वा कसरी तयार हुन्छ त भन्ने विषयमा यहाँ देख्न सक्नुहुन्छ। मैले यहीँनिर सम्झाएँ, तपाईलाई स्पष्टसँग बुझाएँ। त्यस्तो बिरुवा तपाईको हामीले गुणस्तरीय र 1 वर्षभित्रै फल्ने बिरुवा यस्तो डाँठबाट यस्तो हाँगा निकालेर बनाएका हुन्छौँ, जुन यहाँ देख्न सक्नुहुन्छ। यहाँ फलेको छ, हामीले फल यताबाट क्यामेरा फोकस गरिदिनु होला। यसरी चाहिँ फल हामीले प्राप्त गरेका छौँ वा यो डाँठबाट निकालेका छौँ भने यस्तो बिरुवालाई हामीले निकालेर यस्तो हाँगालाई निकालेर हामीले यहाँ देख्न सक्नुहुन्छ विभिन्न साइजमा हामीले यसरी चाहिँ निकालेर योबाट बिरुवा तयार गराउँदछौँ भने योबाट बिरुवा तयार गराएको वा यस्तो हाँगाबाट बिरुवा तयार बनाएको जुन यहाँ फल टिपेको देख्न सक्नुहुन्छ। यहाँ यसरी यस्तो हाँगाबाट निकालेर तयार बनाएको बिरुवा 100% फल्न सक्छ। अब फल्दैन कस्तो बिरुवा त भन्दा यो देख्न सक्नुहुन्छ, यो नयाँ मना हो, यो सालको। हामीले काटछाँट गर्ने बेलामा के गर्छौँ त भन्दा यहाँ देख्नु, मेरो पछाडि देख्नुहुन्छ थुप्रै यी हाँगाहरू हामीले यसरी चाहिँ काटछाँट गरेर यसलाई नष्ट गर्ने वा बगैँचाबाट हटाउँछौँ, यसलाई डिस्पोज गर्नका लागि हामीले निकालेका हुन्छौँ। यस्तो बिरुवा वा यस्तो हाँगा नयाँ मुना वा यस्तो नयाँ मुनालाई काटेर तपाईँ के हुन्छ त भन्दा यस्तो बिरुवा यस्तोलाई काटेर बिरुवा तयार बनाइएको हुन्छ जुन बजारमा गएको हुन्छ। त्यस्तो बिरुवा जुन यहाँ देख्न सक्नुहुन्छ हामीले सजिलै चिन्न सक्छौँ। यस्तो बिरुवा
यहाँनिर फल कुनै पनि हाँगामा कुनै पनि यो काँटाको बिचमा चाहिँ नै फल निकालेको छैन भने यो के हो त भने अनम्याच्योर बिरुवा हो। योबाट जराहरू त सजिलै निकाल्न सकिन्छ, तर योबाट यो रोप्यौँ भने हामी फल्न ढिला हुने, फुल्ने मात्रै वा कुनै कसै गरी फलिहाले पनि साइज एकदम सानो हुने, गुणस्तरहीन साइज हुने भनेको यस्तोबाट तयार बनाएको बिरुवाको हो, जुन हामी यसरी त काट्दैनौँ। यहाँ देख्न सक्नुहुन्छ यस्तो बिरुवा यसरी तयार बनाइन्छ। यहाँ यसरी चाहिँ नयाँ मुना हो, यो सुकिसकेको छ, तर सुकिसकेको छ यो। यस्तो नयाँ मुना देख्दै चाहिँ नयाँ लाग्ने यस्तोबाट चाहिँ नै तयार बनाएको बिरुवा चाहिँ नै के हुन्छ त भन्दा फल्दैन। फल्न यदि फलि नै हाले पनि एकदम टाइम लिने, समय बर्बाद गराएर चाहिँ नै पछि 2-3 वर्षपछि वा 3-4 वर्षपछि फल्ने पनि एकदम रोगले क्षति पुर्याइरहने वा साइज एकदम सानो हुने यस्तो बिरुवाबाट हुने भएकाले तपाईहरूले चाहिँ नै बिरुवा खरिद गर्नुभन्दा पहिले नै तपाईले बुझेर जानेर सकेसम्म चाहिँ नै सम्बन्धित फार्ममा गएर बुझेर मात्रै बिरुवा खरिद गर्नु होला। त्यहाँबाट मात्रै बिरुवा तपाईले मगाउनु होला, किनकि फार्मवाला साथीहरू धेरै हुनुहुन्छ अहिले नेपालमा। अत्याधिक मात्रामा चाहिँ नै फार्मिङ भइरहेको छ ड्रागन फ्रुट्सको। त्यस्तो फार्मबाट ल्याउनु भयो भने ठगिने चान्सेस एकदम न्यून हुन्छ, किनकि ड्रागन फ्रुट फार्मवालालाई आफ्नो चाहिँ प्रेस्टिजको चाहिँ नै ध्यान हुन्छ, वा आफ्नो चाहिँ व्यवसायप्रति इमान्दार र लगनशील हुनुपर्ने हुन्छ, किनकि त्यस्तो बिरुवा दियो भने बदनामी खेप्नुपर्ने भएकाले फार्मिङ गर्नेहरूले कदापि पनि तपाईहरूको बिरुवा कन्सल्ट दिँदैनन् वा नफल्ने बिरुवा दिँदैनन्। दिने भनेको बिचौलियाहरूले कमाउने चक्करमा यस्तो बिरुवाहरू चाहिँ नै तपाईलाई थमाइदिन्छन् वा प्रदान गर्छन्। त्यसैले बिरुवा खरिद गर्नुभन्दा पहिला यी कुराहरूमा मैले भनिसकेँ। यहाँनिर यस्तो एकपटक फलिसकेको हाँगालाई टार्गेट गर्नु होला। यदि तपाईले खरिद गरेको बिरुवाको यो जुन काँटा छ, काँटाको बिचमा एकपटक चाहिँ नै वा यहाँ फल झिकिएको वा टिपिएको यहाँनिर देख्न सक्नुहुन्छ। यस्तो चाहिँ नि यसरी फल टिपिएको हाँगा छ भने बिरुवा छोटो नै भए पनि केही फरक पर्दैन। हामीलाई बिरुवा एकदम लामो चाहिन्छ भन्ने हुँदैन, एकदम ठुलो चाहिन्छ भन्ने हुँदैन। बिरुवा एकदम चाहिने हामीले 12 सेन्टिमिटरदेखि माथिको हुँदा मजाले फल्न सक्छ। त्यसलाई म्याचुर मानिन्छ, किनकि हामीले धेरैको चाहिने सोच हुन्छ ठुलो बिरुवा वा लामो बिरुवा भयो भने मात्रै फल्छ भन्ने। त्यो कदापि पनि होइन। एकदम 12 सेन्टिभन्दा माथिको बिरुवा मजाले फल्न सक्छ र फुल्न सक्छ। हामी कहिले पनि चाहिने ठुला बिरुवा रोप्दैनौँ, 12 सेन्टिसम्मको मात्रै रोप्छौँ, किनकि व्यवस्थापन गर्न पनि सजिलो हुन्छ भन्ने हेतुले त्यस्तो बिरुवा रोप्ने गर्दछौँ। अब यो त थियो ड्रागन फ्रुट्सका बिरुवा खरिद गर्नुभन्दा पहिला कसरी बिरुवा पहिचान गर्ने। साथीहरू भिडियो एकदम यदि तपाईँलाई हेल्पफुल लाग्यो, भिडियोले अलिकति पनि तपाईँलाई सहयोग पुगेको छ वा पुग्यो भने भिडियोलाई लाइक गर्न अलिकति पनि कन्जुसाइ नगरिदिनु होला। र च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन, च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गरी अल नोटिफिकेसन अन गरिदिनु होला, किनकि हामीले हाल्ने ड्रागन फ्रुट सम्बन्धी खोजमूलक र जानकारीमूलक भिडियोहरू सबैभन्दा पहिला तपाईहरु समक्ष पुग्न सकोस् भन्दै आजलाई पनि छुट्टिन्छु। हस्त नमस्ते।